एआर उपासकले गरेको प्रश्नको उत्तर कामेषु मिच्छाचार। कामेषु कामगुणहरूमा मिच्छाचार हो अनुचित दुष्ट आचरण गर्नु। कामेषु मिच्छाचार भनिन्छ। पुरुषहरूले आफ्नै पत्नीसँग र महिलाहरूले आफ्नै पतिसँग सहवास गर्नु लौकिक अनुसार निन्दनीय मानिँदैन र यसलाई दुष्ट भन्न सकिँदैन। आफ्नो निजी पत्नी वा निजी पति नभइकन सहवास गर्नु लौकिक अनुसार निन्दनीय छ र यो कामेषु मिच्छाचार हो। यो मिच्छाचारमा मिथ्याको लागि गलत भन्ने अर्थ प्रयोग गरिन्छ। व्याख्याहरूमा एकान्त निन्दित लामकाचार हो। पूर्ण रूपमा निन्दनीय नीच आचरण भनेर व्याख्या गरिएको छ। त्यसैले मिथ्याको लागि गलतको सट्टा लामका पाप नीच अर्थलाई प्रयोग गरिएको छ। वत्थु अगमनीयञ्च तस्मिन् सेवन चित्तता पयोगो मगेन मग्ग पटिपत्यादि वासनम् इति मस चत्तारो पयोगेको साहथिको। अगमनीय जहाँ जान योग्य छैन, वत्थु च त्यो वस्तु पनि, तस्मिन् त्यो अगमनीय वस्तुमा सेवन चित्तता सहवास गर्ने मन भएको व्यक्तिको भाव पनि, पयोगो प्रयास पनि, मग्गेन मग्ग पटिपत्ति अधिवासनम लिङ्ग परस्पर भोग गर्नुलाई पनि स्वाद लिनु। इति यसरी कामस कामेषु मिच्छाचारको तत्तारो 4 अङ्गहरू हुन्। पयोगो प्रयास भने एको साहथिको हो, एक साहथिक मात्र हो, स्वयं गरेर दोष लाग्नु भन्ने मतलब हो। जहाँ जान योग्य नभएको स्त्री वा पुरुष, त्यो स्त्री वा पुरुषलाई अगमनीय वस्तु भनिन्छ। एक अगमनीय वस्तु पनि सही होस्, 2 सहवास गर्ने मन पनि होस्, 3 सहवास गर्ने प्रयास पनि गरोस्, 4 लिङ्ग परस्पर सेवन गरेकोलाई स्वाद लिनु। यी 4 अङ्गहरू पूरा भएमा कामेषु मिच्छाचार कर्म बन्दछ। नोट, यी 4 अङ्गहरूसँग सम्बन्धित धेरै भनाइहरू छन्। यदि कसैले आफैले प्रयास नगरी अरू कसैले गरेको प्रयासलाई स्वाद लिन्छ भने प्रयास समावेश नभएकोले कर्म बन्दैन भनी अन्य आचार्यहरू भन्दछ। केही आचार्यहरूले भने प्रयास समावेश नभए पनि यदि सेवन गर्ने मन छ भने कर्म बन्छ भनी निर्णय गरेका छन्। कहिलेकाहीँ महिलाको प्रयास बिना मैथुन सम्पर्क पूरा गर्न सकिन्छ भन्ने भनाइ छ। यदि महिलाको प्रयास बिना मैथुन सम्पर्क पूरा गर्न सकिन्छ भने 4 अङ्गहरू आवश्यक पर्दैन र प्रयासलाई छोडेर केवल 3 अङ्ग मात्र देखाउन योग्य हुन्थ्यो। अन्य गुरुहरू भन्छन् कि अट्ठकथामा पनि 4 अङ्गहरू नै उल्लेख छन्। त्यसकारण यदि महिलाको प्रयास बिना मैथुन सम्पर्क पूरा हुन सक्छ भने भन्ने कुरा सत्य हो भने यो मान्नुपर्छ कि प्रयास अङ्ग प्राय समावेश हुन्छ भनी बुझ्नुहोस्। यहाँ प्रयास भनेको केवल आफैले गर्ने भन्ने एक प्रकारको साहथिक मात्र हो। दोष सानो ठुलो हुनु। यस कामेषु मिच्छाचारको दुर्व्यवहारको सन्दर्भमा मैथुन सम्पर्क गरिएका व्यक्तिमा शील नैतिकता छ वा छैन भन्ने आधारमा दोषको ठुलोपन वा सानोपन फरक हुन्छ। त्यसकारण शील नभएको व्यक्तिसँग भन्दा शील भएको व्यक्तिसँग गरिने दुर्व्यवहारको दोष बढी हुन्छ। नन्द युवकले उपलवण्णा अरन्त भिक्षुणीसँग दुर्व्यवहार गरेपछि तुरुन्तै अभिजी नरकमा परेका थिए।
अगमनीय वस्तु भन्ने अङ्गसँग सम्बन्ध गरेर पुरुषका लागि 20 जना र महिलाका लागि 12 जनालाई बताइएको छ। पद्य मापी मापी बर भा न्यागो धम्स सा दक्षन् भूप ओद कम्म दामुहा। मा मातु रक्षिता, माताले रक्षा गरेकी महिला। पिता मरेर वा छुट्टिएर गएको अवस्थामा माताले मात्र रक्षा गरेकी महिला। पितु रक्षिता, पिताले रक्षा गरेकी महिला। मापी माता पितु रक्षिता, माता पिता दुवैले रक्षा गरेकी महिला। यहाँ यदि मातु रक्षिता हो भने पितु रक्षिता होइन, यदि पितु रक्षिता हो भने मातु रक्षिता होइन, र यदि माता पितु रक्षिता हो भने ती दुवै प्रकारका होइनन् भन्ने कुरामा ध्यान दिनुहोस्। भगिनी रक्षिता, माता पिता दुवै नभएकोले दिदी बहिनीले रक्षा र हेरचाह गरेकी महिला। भातु रक्षिता, दाजुभाइ ठुलो सानो दाइ भाइले रक्षा गरेका महिला, रक्षा गरेकी महिला। माता पिता छैनन्, दिदी बहिनी छैनन् वा भए पनि रक्षा गर्न सक्दैनन् र आफ्नै दाजुभाइले रक्षा गरेकी महिला। न्याती रक्षिता, नातेदारले रक्षा गरेकी महिला। माता पिता दाजुभाइ दिदी बहिनी छैनन् वा भए पनि रक्षा गर्न सक्दैनन् र काका काकी मामा माइजू जस्ता नातेदारले रक्षा गरेकी महिला। गोत्र रक्षिता, एउटै गोत्रका मानिसहरूले रक्षा गरेकी महिला। यस म्यानमार देशमा नातेदारलाई मात्र महत्त्व दिन्छ, गोत्रलाई होइन। नेपाली र भारतीय भने आफन्तहरू सम्बन्धित छैनन् भने पनि तिनीहरूको वंश सम्बन्धित हुन सक्छ। धम्म रक्षिता, सँगै धर्म आचरण गर्ने धर्ममित्रहरूले रक्षा गरिएकी महिला। धर्मको अर्थमा धर्मलाई नलिनुहोस्, तर धर्म आचरण गर्ने धर्ममित्रहरूलाई लिनुहोस्। आजकल माता पिता र अन्यबाट अलग भएर सिलवती आदि बनेका महिलाहरू धम्म रक्षितामा नै समावेश छन्, धम्म रक्षिता नै हुन्। नोट, यी 8 महिलाहरू अविवाहित महिलाहरू हुन् जसको कुनै पुरुष संरक्षक छैन। तिनीहरूले आफ्नो इच्छा अनुसार आफ्नो मैथुन इच्छा पूरा गर्न सक्छन्। माता पिता र अन्यले हेरचाह गरे पनि यो केवल अरूले दुर्व्यवहार गर्न नसकुन् भनेर मात्र हो। माता पिताहरू उसको मैथुनको मालिक होइनन्। तसर्थ यी महिलाहरूले आफ्नो मैथुन पराईलाई दिनाले कामेषु मिच्छाचार हुँदैन। आफ्नो कामलाई पराईलाई दिनाले कामेषु मिच्छाचार हुँदैन। यद्यपि लाज मर्दो र अपमानजनक हुनुको ठूलो पाप डरलाग्दो छ र यसलाई उल्लङ्घन गर्दा शोक र दुःखको साथ नरकमा जानुपर्छ, जुन एकदम सिधा बाटो हो। सपरिदण्ड, राजा सरकार सजायको अधीनमा रहेका महिलाहरू। यस्सा गमने रन्या दण्डो ठपितु सा सपरिदण्ड। 13 खण्ड टीका अनुसार राजा आदि वा अन्य अधिकारीहरूले आफैले अधिकार वा लिने भएर ती महिलासँग गमन गर्नेहरूलाई, मैथुन सेवन गर्नेहरूलाई रोक्नको लागि सजाय दिनेछन्। केवल त्यस्ता महिलाहरूलाई सपरिदण्ड भनिन्छ। आजकलको आपराधिक
कानुनको सजाय सपरिदण्डसँग सम्बन्धित छैन। यो स्पष्ट हुनेछ। सारखा संरक्षक भएका महिलाहरू सारखा नामक गव्यपी परिगहिता होती। मयम एसाती सञ्चरित शिक्षापदको पाली पाठ अनुसार गर्भमा हुँदादेखि नै जन्मिएपछि पत्नी बनाउनको लागि माग र तोकिएको महिलालाई भन्छ सारखा। आजकल विवाह नगरे पनि कुरा गरिएका र तह गरिएका महिलाहरू सारखा अन्तर्गत पर्छन्। सपरिदण्डा र सारखा यी दुई महिलाहरू स्वतन्त्र छैनन्। उनीहरूको मैथुनलाई कामलाई निजी गर्ने मालिकहरू छन्। त्यसैले अर्कै पुरुषहरूलाई मैथुन दिएमा मालिक पुरुषको सम्पत्तिलाई चोरेर दिएको पुग्नाले कामेसु मिच्छाचार दोष लाग्छ। आजकल कारबाही वा मुद्दा कानुनलाई सपरिदण्डामा दण्ड सजाय भन्ने हो भने मातु रक्षिता आदि महिलाहरूलाई बिना समर्थन उल्लङ्घन गरेमा कानुन अनुसार दण्ड सजाय रहित हुन नसक्नाले मातु रक्षिता आदिलाई पनि सपरिदण्डा भन्नुपर्नेछ। त्यसो भने ती मातु रक्षिता आदिहरूले आफ्नो मैथुन पुरुषलाई दिँदा सारखा सपरिदण्डानम मिच्छाचारो होती अनुसार कामेसु मिच्छाचार दोष लाग्नेछ। वास्तवमा मातु रक्षिता आदि 8 प्रकारका महिलाहरूमा कामेसु मिच्छाचारको दोष लाग्दैन। त्यसैले सरकारले सुरक्षा र कानुन अनुसारको दण्ड सजाय राख्नु सारखा सपरिदण्डा अनुसार बिल्कुलै सम्बन्धित छैन भनी बुझ्नुहोस्। धनकिता धनले किनिएकी पत्नी। भारतबाट जहाजको भाडा तिर्न नसकेर बर्मा आएपछि बर्मा पुगेर सम्बन्धित निकायले लिलाम गरेकोलाई किनिएकी पत्नी आदि हो भनी बुझ्नु। पछि देखाइने महिलाहरू सबै पत्नीको रूपमा पुगेका विवाहित पत्नीहरू मात्र हुन्। छन्दवासिनी उसको पत्नी हुनको लागि इच्छाले सहमत भई उसको घरमा गएर बस्ने पत्नी। अहिलेको समयमा माता पिता आदिले सहमति नदिए पनि केटीको इच्छाले गर्दा भागेर जानेहरूमा केटी छन्दवासिनी आफ्नो इच्छा अनुसार पतिको घरमा बस्ने पत्नीको रूपमा योग्य हुने भएकोले पुरुषलाई कामेसु मिच्छाचारको दोष लाग्दैन भनी बुझ्नुहोस्। भोगवासिनी धन सम्पत्तिको लागि गएर बस्ने पत्नी। धनकिता धनकिता भनेको त्यो महिलासँग सम्बन्धित व्यक्तिलाई धन दिएर लिएकी पत्नी हो। यो भोगवासिनी भनेको चाहिँ धेरै गरिब भएकोले धान कुट्नको लागि ढिकी मुसल आदि सानो तिनो सामान पाएर मात्र पत्नी हुने खालकी नै पत्नी हो। पटवासिनी लुगा फाटा गुन्यु आदि कपडाको लागि बस्ने पत्नी। ओदपत्तकिनी पानीको कचौरामा हात धोएर विवाह गरिएकी पत्नी। पानीको कचौरामा दुवैको हात राखेर जसरी यो पानीको कचौरामा पानी नछुटी एक नासले रहन्छ त्यसरी नै तिमी पति पत्नी बनी नछुटी रहनुहोस् भनी ठुला मानिसहरूले भनेर विवाह गराउँछन्। त्यसलाई ओदपत्तकिनी पत्नी भन्छ। ओबत चुम्बटा
टाउको भारी झारेकी पत्नी, मतलब टाउको माथि कपडाको घेरा राखेर दाउरा आदि बेचेर जीवन निर्वाह गर्ने गरिब महिलालाई कसैले पत्नीको रूपमा स्थायी रूपले लिइसकेपछि दाउरा आदिलाई बिक्री गरेर जीविका चलाउनु परेन। तब टाउको घेरा झर्यो भन्न खोजिएको। धजाहटा, विदेशमा युद्ध जित्दा झण्डा फहराएर ल्याइएका युद्धबन्दीहरूमध्ये पत्नीको रूपमा निजी गरेर लिइने खालकी पत्नीलाई धजाहटा भन्छ। कम्मकारी भरिया, नोकर्नी खालकी पत्नी, कसैले घरमा काम गर्ने केटीलाई पत्नीको रूपमा स्थायी पत्नी बनाउँछन्। त्यसलाई कम्मकारी भरिया, नोकर्नी खालकी पत्नी भन्छ। दासी भरिया, दासी पत्नी, कसैले दासीलाई नै स्थायी पत्नी बनाउँछ। दासी भरिया। मुहुत्तिका, स्थायी नभई केही दिनका लागि मात्र क्षणिक रूपमा बनाइएकी पत्नीलाई मुहुत्तिका भन्छ। धनकिता आदि 9 जना पत्नीहरू पछि गएर छुट्टिए पनि मूलत स्थायी रूपमा स्वीकार गरिएका पत्नीहरू नै हुन्। यो मुहुत्तिका पत्नी भनेको चाहिँ 7 दिनका लागि नक्षत्र उत्सव मनाउन वा एक रात एक क्षणका लागि पैसा दिएर राखिने वेश्या खालकी पत्नी हो। नोट, यहाँ देखाइएका पत्नीहरूले आफूलाई पाएको पुरुषसँग मात्र सहवास गर्ने अधिकार छ। आफ्नो मैथुन अरू पुरुषहरूलाई दिएमा चोरी गरेर दिएको मानिन्छ र कामेषु मिच्छाचारको पाप लाग्छ। त्यसैले वेश्याहरूले आफूलाई पैसा दिएको पुरुषसँग काम नसकिएसम्म अरू पुरुषलाई स्वीकार गर्नु हुँदैन। स्वीकार गरेमा कामेषु मिच्छाचार हुन्छ। गरुधम्म जातकमा आएको उपलवण्णा भिक्षुनीको पूर्व जन्मको वेश्याको बत्थु हेर्नुहोस्। संक्षेपमा मातु रखिता आदि 8 जनाले आफ्नो मैथुन अरूलाई दिए पनि कामेषु मिच्छाचार हुँदैन, तर सारखा आदि 12 जनाले आफ्नो पति बाहेक अरू पुरुषहरूलाई दिएमा कामेषु मिच्छाचार हुन्छ। पुरुषहरूका लागि आफ्नै पत्नी बाहेक मातु रखिता आदि 20 जना अविवाहित विवाहित सबैलाई अतिक्रमण गरेमा कामेषु मिच्छाचार हुन्छ। भिक्षुको लागि केटा र केटीलाई कामगुणको लागि मिलाइदिने लमिकाम सञ्चरित शिक्षापद अनुसार सबै 20 जनामा नै संज्ञा विशेष आपत्ति लाग्छ। प्रश्न, अँध्यारोमा अर्काकी पत्नीलाई आफ्नै पत्नी सम्झेर सहवास गर्ने पुरुष आफ्नै पति सम्झेर सहन गर्ने महिलालाई कामेषु मिच्छाचार हुन्छ कि हुँदैन? उत्तर, उल्लेखित महिला र पुरुषहरूको सन्दर्भमा यो अगमनीय वस्तु मैथुन सम्पर्कका लागि अयोग्य वस्तुका 4 अङ्गहरूसँग मेल खाएकोले यो कामेषु मिच्छाचार हो भनेर निर्णय गरेका छन्। यद्यपि चोरी गर्ने मनसाय नभई भ्रमले भएकोले कसैले यसलाई ठुलो पाप मान्दैनन्। यो भनाइ सत्य हो। कोही ठाउँमा कर्म बने तापनि पाप खास ठुलो हुँदैन। कर्म बन्न नसके तापनि अभिधम्मको दृष्टिकोणले जहाँ चेतना धेरै भ्रष्ट हुन्छ त्यहाँ धेरै गम्भीर पापहरू हुन्छन्। प्रश्न, वेश्याहरूसँग गमन गर्ने व्यक्तिलाई कामेषु मिच्छाचार हुन्छ कि हुँदैन? उत्तर, वेश्याहरूका सन्दर्भमा मातापिता आदि असन्तुष्ट भए तापनि महिला अभिभावकले कुनै न कुनै तरिकाले अधिकार प्राप्त गरिसकेका छन्। यदि ती महिला सन्तुष्ट छिन् भने यो मुहुत्तिका वेश्यामा समावेश भएकोले
कामेषु मिच्छाचारको पाप लाग्दैन। कामेषु मिच्छाचारको दोष। एक जो व्यक्ति कामेषु मिच्छाचार धेरै उल्लङ्घन गर्छ उसलाई घृणा गर्ने मानिसहरू धेरै हुन्छन्। दुई, घृणा मात्र होइन कि शत्रुहरू पनि धेरै हुन्छन्। तीन, लाभ र सम्पत्ति दुर्लभ र मौन हुन्छन्। चार, सुखबाट टाढा हुनुपर्ने। पाँच, महिला हुनुपर्ने। छ, न महिला न पुरुष नपुंसक हुनुपर्ने। सात, यदि पुरुष हो भने पनि नीच कुलमा जन्मनु पर्ने। आठ, अनुहार बिग्रने र लज्जित हुनुपर्ने। 9, अङ्ग र इन्द्रियहरू दोषपूर्ण र सानो हुनुपर्ने। 10, चिन्ता र फिक्री धेरै हुनुपर्ने। 11, प्रेमीसँग बिछोड हुनुपर्ने। मूल पाप। देखाइएका यी पापहरू केवल कर्मको फलस्वरूप यस जन्ममा भोग्नुपर्ने पापहरू हुन्। ती पापहरू बाहेक नरकमा पनि जानुपर्छ। कामेषु मिच्छाचार धेरै उल्लङ्घन गर्ने 4 जना धनीका छोराहरूले लोहकुम्भी नामक नरकबाट दु स न सो भनेर कराएको कुरा धेरै मानिसहरूलाई थाहा छ होला। ती 4 जना धनीका छोराहरू पूर्व भवमा पराईले रक्षा गरेर राखिएका महिलाहरूमा मन परी सहवास उल्लङ्घन गर्नाले लोहकुम्भी नरकमा परी 30,000 वर्षसम्म तल पुग्दै त्यस्तै गरी 30,000 वर्ष गरेर माथि चढेर आएपछि 60,000 वर्ष पुरा भएपछि नरकको मुखलाई देखेर बाहिर हेरेर ती 4 जना धनीका छोराहरूले 4 वटा गाथालाई पूर्ण गरी भन्न नसकी एक अक्षरलाई मात्र भनेर लोहकुम्भी नरकमा नै फेरि डुबे। पहिलो धनीको छोराले भनेको दु भन्ने शब्दको अर्थ भगवानले भनेर बताउनुहुन्छ। दुज्जीवित मज्जीवी म ये सन्ते न ददम्मसे विजमानेषु भोगेषु दीपम नाकम अतनु। अर्थात् जो हामीहरूले दातव्य वस्तु र दानी दाताहरू विद्यमान भई दान दिएनौं, दुष्ट पाप कर्मको जीविका नै चलायौं, धन सम्पत्तिहरू विद्यमान भई आफ्नो आश्रय द्वीपलाई पनि बनाएनौं। अर्को धनीको छोराले भनेको स शब्दको अर्थ 60 वर्ष सानी परिपूर्णानि सबसो निरये पचमानानं कदा अन्तो भविष्यति। अर्थात् नरकमा जलिरहेका हामीहरूलाई सर्वश 60,000 वर्ष पनि पुरा भयो, कहिले अन्त हुने होला। अर्को धनीको छोराले भनेको न शब्दको अर्थ नथि अन्तो कुतो अन्तो न अन्तो पटि दिशति तदा हि पकतम पापम मम तुह्यम च मारिस। अर्थात् म जस्तै भएका मित्र मैले पनि तिमीले पनि त्यो बेलामा पाप कर्म धेरै गरियो, पापको अन्त छैन, कुन कारणले अन्त हुने होला, अन्त नै देखिन्न। अर्को धनीको छोराले भनेको सो शब्दको अर्थ सोहम नुन इति इतो गन्त्वा योनिम लधान मानुषिम वदन्युशील सम्पन्नो काहामि कुशलम बहुम। अर्थात् त्यो म यो नरकबाट मुक्त भएर मनुष्य जातिलाई पाएमा कल्याणजनहरूको वचनलाई बुझ्ने व्यक्ति, शील सम्पन्न भएको व्यक्ति भएर निश्चय धेरै नै कुशल कर्मलाई गर्नेछु भनी तिनी गाथाहरूलाई
भन्न नसकी एक एक शब्दलाई मात्र भनेको कुरा भगवानले पूरा गरेर बताइदिनु भएको विशेष विचारणीय भएको भिक्षु आनन्दको पूर्व जन्मको बत्तु पनि छ। भिक्षु आनन्दले 1,00,000 कल्पसम्म पारमी पूरा गरेपछि मुक्ति पाउने यो कल्पमा एउटा जीवनमा सुनारको छोरा भए। त्यो जीवनमा खराब मान्छेहरूसँग संगत गरेर कामेसु मिच्छाचारको काम गरे। खराब मान्छेसँग संगत गर्नु यति धेरै पापपूर्ण हुन्छ। यो अकुशल कर्मको कारणले रौरूप नरकमा धेरै वर्षसम्म जलिसकेपछि जब मुक्त हुनुभयो बाँदर भएर अण्डकोष टोकी निकालाई खानु पर्यो। त्यसपछि एउटा जीवनमा गोरु भएर फेरि अण्डकोष निकालाई खानु पर्यो। त्यसपछि मान्छे भए पनि न स्त्री न पुरुष नपुंसक हुनु पर्यो। त्यसपछि 5औं जीवनमा कुशल कर्मको अवसर पाएर स्वर्गमा जन्मिए पनि त्यो कामेसु मिच्छाचार कर्मको बाधाले गर्दा पुरुष देवता नभएर 5 जीवनसम्म अप्सरा मात्र हुनु पर्यो। ती भवहरूपछि फेरि मान्छेको लोकमा राजाको छोरी हुनु पर्यो। ती भवहरूपछि फेरि मान्छेको लोकमा राजाको छोरी हुनु पर्यो। त्यो भवपछि मात्र पुरुष जीवन फेरि पाउनु। यसरी कामेसु मिच्छाचार कर्मको लागि पारमी पूर्णता गरिसकेका महान व्यक्तिले पनि नरक जानुपर्ने, धेरै जीवनसम्म तल नै झर्नुपर्ने भएकोले अनमत्तका संसारदेखि लिएर आएको खराब बानीलाई धर्मले नियन्त्रण गर्न सक्नुपर्छ। नियन्त्रण गरेर माया गरेर बनेका दम्पति आपसमा नै सहवास गर्नलाई होस राख्न उचित छ। आधार ग्रन्थ संग्रह भाषा टीका भिक्षु विभङ्ग रस स्याडो अरियथेर रतना गौई स्याडो जनकाभिवंश लोहा कुम्भी जात कथा वर्णना। यति में समाप्त।